Hello, good morning guys. आज Saturday 14 तारिक अनि आज चाहिँ दिन एकदमै शीतल छ अनि मर्निङ हिँडौँ भनेर जाउँ किन जाउँ भन्ने सोच दोधारो पर्यो। अलरेडी 9 बजिसक्यो अनि किन नजाने त हैन। दिन पनि शीतल छ, अस्तिको हप्ता पनि हिँडिएन भनेर नि हाम्रो कम्पनीको भन्दा यो अपोजिट साइड हो, अलिकति अगाडि आएर बाटो क्रस गरेर यो साइडतिर अनि यो साइडतिर चाहिँ यहाँ माथि एउटा कम्पनीमा चाहिँ नेपाली 17 जना काम गर्नुहुन्छ भनेर चाहिँ त्यहाँ कमलजीले भन्नुभएको थियो। अनि अस्ति जिएसमा पनि 4-5 जना दाइहरूसँग चाहिँ भेट भएको थियो। 10-12-15 वर्षदेखि बस्ने एउटै कम्पनीमा काम गर्नु भएको दाइहरू साथीहरू हुनुहुँदो रहेछ। अस्ति नै म फर्स्ट टाइम आउनु आइसक्यो। यो चाहिँ के चिनिन है, गाउँ जस्तो लाग्छ तर होइन रहेछ। अहिले चाहिँ भइसकेको रहेछ। फ्रेस पनि हुन्छ, स्वच्छ हावा पनि खानु पाइन्छ। अप्ठ्यारो चाहिँ के छ भने यताबाट गाडी आउँछ क्या, यस्तो बाटो चाहिँ यस्तो चल्नु छ। यो भित्री बाटोहरू हो नि त। अनि यहाँ चाहिँ यस्तो छ अलरेडी होइन, पोखरी छ। अस्ति पनि आएको थिएँ म। यसरी फुलहरू फुलेका छन्। म चाहिँ यता जाने गाडी जान्छु आधी घन्टा हिँड्नु भनेर, धेरै त होइन। स्याटरडे र सन्डे छ, 2 दिन बिदा। अब आज यसो बाहिर हिँड्ने, नुहाउने, कपडा सपडा धुने, सुकाउने, तरकारीहरू सकिएको छ भने बजार जाने तरकारी ल्याउने, अब कतै जानुपर्ने काम छ भने जाने हैन। भोलि त अब आइतबार फेरि रेस्टमा गरिहालिन्छ रुममा। म देखिरहेको छु नि त। यो हिँड्दै गर्दाखेरि यसो आफ्नो भिडियो पनि क्रिएट गरौँ भनेर हो। यस्तो स्पेसल भ्लग गर्नको लागि सब्जेक्ट पनि छैन हैन। कन्टेन्ट एउटा कुनै पनि निस्मा कन्टेन्ट बनाउने भन्ने छैन। जस्ट कन्टेन्ट पनि आफै, कन्टेन्ट र सब्जेक्ट आफै भयो। अनि आफ्नो लाइफस्टाइललाई एज अ मेमोरीको रूपमा कैद गरौँ भन्ने हेतुले मात्रै यो भिडियो पनि बनाएको। हामी त यो कस्तो के छ भने स्वर्णिम युगमा छौँ नि त हैन। हामीले आफ्नो लाइफलाई चाहिँ इच एन्ड एभ्री मोमेन्ट के गरिरहेछौँ, के सोचिरहेछौँ भन्ने कुराहरू कति सजिलै गरी कैद गर्न सक्छौँ। अहिले सबैको हातमा स्मार्टफोनहरू उपलब्ध छ। आजभन्दा 30-35 वर्ष अगाडिसम्म पनि जीवन कति अनौठो थियो होइन। सिनेमाहरू पनि हाम्रो जुन हातमा मोबाइल उपलब्ध छ त्यो लेभलको पनि क्यामेरा उपलब्ध थिएन फिल्महरू बनाउनलाई चाहिँ। 35mm को क्यामेराबाट बनेको फिल्महरू, 40-50 वर्ष अगाडि बनेको सिनेमाहरू चाहिँ हाम्रो स्कुल टिनेज टाइममा 14 इन्च, त्यो पनि कुनै ठाउँ सादा, कुनै ठाउँ रङ्गीन, 15-20 रुपियाँ टिकट आमा बाबाहरूको पैसा माग्दैन त्यता चोरेर अनेक गरेर फिल्महरू हेर्न गइन्थ्यो। त्यो सिनेमा कत्रो क्रेज थियो त्यो बेला। टेलिभिजनमा मान्छेहरू चलेको बोलेको त कति त्यो अनौठो क्युरियोसिटी फिल हुन्थ्यो। अहिले हामी सबैले चाहिँ आफ्नो लाइफलाई त्यतिखेरको सिनेमाहरू छ तरिकाले इच एन्ड एभ्री एक्टिभिटिजहरूलाई, इच एन्ड एभ्री इमोसन्सहरूलाई, इच एन्ड एभ्री सेड्स अफ लाइफहरूलाई चाहिँ कैद गर्न सक्छौँ नि त। यो कस्तो ब्युटिफुल उमा छौँ क्या, त्यसलाई स्वर्णिम युगमा छौँ भन्न चाहन्छु। अनि यो मोमेन्टलाई चाहिँ किन क्याप्चर गरे त, किन खेर जान दिनु त होइन। रुममा बस्नु अल्छी लाग्यो, बाहिर फ्रेस एयरमा चाहिँ हिँडौँ, वरिपरिको कम्पनीहरू हेरौँ भन्ने फिल भएर म पनि यसरी हिँडेँ। आफ्नो एउटा सेकेन्ड ह्यान्ड मोबाइलको क्यामेरा आफूतिर तेर्सायो, भिडियो खिच्यो, बोल्नु मन लागेको कुरा बोल्यो, के फिल हुन्छ होइन। अन्त स्पोर्ट हिन्दी त्यो त ठुलो गाह्रो कुरा त छैन। जिन्दगी सबैको आफ्नो तरिका चलिरहेको छ, काम गर्नेहरूले काम गरिरहेको छ, कम्पनीभित्र काम गरिरहेको छ नि त। हरेक मान्छेले आफ्नो जीवनको
लागि केही न केही गरिरहेछन्, समय केही न केही गरेर बिताइरहेको इङ्गेज भइरहेछ। लाइफ यही त हो, हाम्रो बसमा छैन समयलाई चाहिँ क्रिएट गरेर राख्नु। म सधैँ यस्तै भइरहँ, एउटै तरिकाले जीवन चलिरहोस् भन्ने पनि छैन। जीवनको फेरि यो कस्तो अरूको खालको स्वभाव हुन्छ भनेदेखि हामीले सोचे जस्तो तरिकाले पटक्कै चल्दैन, जहिले पनि उल्टो लिगमा चल्छ क्या। मैले कहिले पनि सोचेको थिइनँ म चाहिँ परदेश जान्छु, परदेशै गए पनि इभन कोरिया जान्छु भनेर त मैले नेभर कहिले सोचेको थिएन। यो सोच आएको जस्ट 2 वर्ष अगाडिदेखि हो। एउटा सोच बनाइयो, भाषा पढियो, पहिलो लटमा भाषा पास गरियो, पहिलो लटमा इस्यु भयो, लकिली आइयो। सोचेको पनि थिएन चाहिँ पास पनि गरिहालिन्छ अनि यति छिटो भाषा के अरे इस्यु पनि भइहाल्छ, कोरिया पनि पुगिहालिन्छ भनेर जस्ट दिउँ। अब कुनै पनि लाइफमा यस्तो ठुलो ध्येय एचिभमेन्ट गरौँ भन्ने खालको पनि थिएन। लाइफ त्यतिकै गुजिरहेको थियो होइन। जाउँ न त अब हामी पनि परदेश जाउँ, परदेश गरौँ। छोरा मान्छे चाहिँ एकचोटि परदेश नपुगिकन जीवन नै बुझ्दैन अरे भन्ने खालको कुराहरू पनि सुनिन्थ्यो। के रहेछ त परदेशमै पुगेपछि मात्रै छोरा मान्छेले जीवन बुझ्ने हो त भन्ने खालको प्रश्नलाई हकिकतमा बदल्न पनि आइपुग्यो। त्यस्तो होइन, परदेश जानै पर्छ जीवन बुझ्नलाई भन्ने होइन। जीवन भन्ने कुरा बुझ्नलाई चाहिँ तपाईँले कुनै पनि वस्तुप्रति, व्यक्तिप्रति, विचारप्रति तपाईँको त्यो प्रतिक्रिया गर्ने क्षमता, त्यो सूक्ष्म तरिकाले अवलोकन गर्ने, अनुभूति गर्ने क्षमताले म्याटर गर्ने कुरा हो जस्तो लाग्छ मलाई क्या। तपाईँ अनुभूतिको गहिराइमा जति डुब्न सक्नुहुन्छ, त्यसको राम्रो पाटाहरू, नराम्रो पाटाहरू, त्यसले प्रभाव पार्ने कुराहरू, त्यसको हिस्ट्री, त्यसको फ्युचर, त्यसको सम्भावना होइन, त्यसको वर्तमान सबै कुरालाई सूक्ष्म तरिकाले बुझ्न सक्नुहुन्छ भने जीवन बुझ्न सकिन्छ भन्ने लाग्छ। र फेरि यो जीवनको सन्दर्भमा चाहिँ कस्तो हुन्छ भने हरेक व्यक्तिको अपब्रिङ्गिङ होइन फरक हुन्छ नि त। फरक समाजमा, फरक भूगोलमा, फरक संस्कृतिमा, फरक विचारधाराबाट ग्रुमिङ भएर अपब्रिङ्गिङ भएको हुन्छ। अनि प्रत्येक व्यक्तिहरूको जीवन बुझ्ने, जीवनको परिभाषा, जीवनलाई हेर्ने दृष्टिकोण फरक हुन्छन्। त्यसैले यो जीवनको सन्दर्भमा चाहिँ यस्तो हो जीवनको परिभाषा भनेर भन्नु चाहिँ मेरो तर्फबाट मैले भन्नु मेरो व्यक्तिगत कुरा मात्र, अनुभूति मात्र भनेर चाहिँ मेरो चाहिँ त्यस्तो अन्डरस्ट्यान्डिङ छ। र हरेक व्यक्तिको बुझाइलाई, अन्डरस्ट्यान्डिङलाई चाहिँ हामीले रेस्पेक्ट गर्नुपर्छ होइन। तर पनि एउटा न्यूनतम एउटा समाजले चाहिँ निर्धारण गरेको हुन्छ नि त, यो कुरा चाहिँ समाजमा बस्ने हो भने यी कुराहरू गर्दा चाहिँ समाजका अन्य व्यक्तिहरूलाई अथवा अन्य प्राणीहरूलाई, अन्य जनजीवनहरूलाई इफेक्ट गर्छ, यो कुरा गलत हुनु भनेर समाजले भाषा निर्माण गरेको हुन्छ। त्यो एउटा अनुशासनमा, नियमहरूमा चाहिँ बाँधेर बस्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ मान्छेले बुझ्नुपर्छ। व्यक्तिगत स्वतन्त्रताले मान्छेलाई खुसी त दिन्छ, आफूलाई जे मन लाग्यो त्यही गर्नु त मन लाग्छ। तर कहिलेकाहीँ लाइफमा चाहिँ यस्तो हुन्छ भने मैले मेरो व्यक्ति स्वतन्त्रताको भरपुर सदुपयोग गर्दै गर्दा मसँगै छेउमा रहने, म सँगसँगै बाँचिरहने अर्को व्यक्ति, अर्को वस्तु, अर्को प्राणीको जीवनलाई कतै चाहिँ उसको व्यक्ति स्वतन्त्रमाथि हनन त भइरहेको छैन भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्ने हुने रहेछ होइन। यही हो जीवन भन्ने कुरा। थोरै अलिकति यहाँनिर सेक्रिफाइसको कुरा आयो नि त। आफ्नो सधैँभरि मान्छे आफूले सोचे जस्तो तरिकाले मात्रै जिरहनु सक्छ भन्ने कुरा त भएन। त्यही भएर यो जीवन बुझ्ने क्रममा, जिउने क्रममा होइन, अनुभूत गर्ने क्रममा कहाँ पुगिन्छ, के गरिन्छ, आफूले सोचे जस्तै मन परे जस्तै काम गरिन्छ भन्ने हुँदैन, सोचे जस्तै मन परे जस्तै ठाउँमा भइन्छ भन्ने हुँदैन। जे जस्तो आइप्रसेसन छ त्यो अनुसार चाहिँ एसोर्ट गर्दै त्यसलाई चाहिँ अनुभव गर्दै अगाडि बढ्नुपर्ने रहेछ। मैले यहाँबाट टर्निङ लिएँ, धेरै अगाडि पनि नजाउँ भन्ने भयो होइन। फेरि अहिले म बोल्दै यो भिडियोको चक्करमा बाटो भुल्न सक्छु भन्ने लाग्यो। त्यस्तो साथीहरू, यो मेरो मना गर्ने त्यही कुराहरू यहाँ सुन्ने पनि कोही छैन। म एक्लै बर बोल्दै हिँडिरहेको छु। अब यहाँ सार्वजनिकहरूले यहाँको
काम गर्न सक्ने साथीहरूले देख्यो भने कस्तो पागल रहेछ भन्ने लाग्छ होला है। यो सेल्फ टक जस्तो हो। म यस्तो कुराहरू चाहिँ अहिले भिडियोमा मात्रै होइन आफै पनि गरेर हुन्छु क्या। समटाइम्स कुनै पनि कुरामा इन्गेज भएन, मानिलु म्युजिक सुनिएन, बुक्सहरू पढिएन, या चाहिँ सोसियल साइटहरू मिडिया के अरे उहरू चलाइएन भनेदेखि त दिमागमा केही न केही थट्सहरू त आउँछ नि त। अनि त्यो बेला आउने कुराहरू चाहिँ यस्तै हो क्या, जीवनकै बारेमा हो। त्यो स्याड थट्सहरू आउँदैन, एकदम यस्तै थट्सहरू आउँछ, वाट आम आई डुइङ भन्ने कुरा, म के गरिरहेको छु त होइन, किन यो गरिरहेको छु त, यसको सार्थकता के हो भन्ने कुराहरू आउँछ नि त। तीमाथि अब परदेशमा त झन् आफ्नो मनपसन्द मान्छेहरू, आफ्नो फ्यामिली बाट टाढो भएछ। अनि त्यो भइसकेपछि अलिकति फेरि नितान्त समटाइम्स एक्लोपन पनि महसुस हुने हुन्छ, विचारहरू पनि बढी, अब एक्लोपनमा चाहिँ विचारहरू पनि बढी सलबल आउँछ नि मान्छेको दिमागमा। त्यस्तो जब लाइफप्रति कहिले पनि निराशावादी चाहिँ भएन भन्ने लाग्छ क्या। यो कुरामा चाहिँ मेरो त्यो लाइफप्रतिको एटिट्युड कस्तो छ भने, कुनै पनि नयाँ ठाउँमा त्यो जाए जतिसुकै तपाईँलाईको लागि अनकम्फर्टेबल होस् होइन, त्यो जतिसुकै तपाईँको कम्फर्ट जोन भन्न बाहिरको होस्, लाइक जस्तै कि तपाईँ कुनै पनि नयाँ ठाउँमा जानुहुन्छ, नयाँ भाषाको समस्या आउनसक्छ, उनीहरूको जीवनशैलीको समस्या आउनसक्छ, फुड, इभन फुड। अब म कोरिया आएँ, मलाई फुड कल्चर, यहाँको फुड कल्चर ठ्याक्कै चाहिँ हाम्रो जनजीवनमा भने जस्तो भयो हुँदैन, मन नपर्न सक्छ। तर त्यस्तो कुराहरूले कहिले पनि तङ गर्दैन क्या। त्यो कुराहरू चाहिँ जसले मलाई एक्साइटिङ गर्छ, न्यू कुराहरूले चाहिँ। इभन अब यो कुनै पनि यस्तो एट्र्याक्टिभ छैन नि त मैले भिडियो गरेको ठाउँहरू होइन, तपाईँहरूको लागि हेर्दा त्यस्तो एट्र्याक्टिभ लाग्छ त। ओ कहाँ नै गयो, ओहो त्यही राराताले जस्तो सुन्दर, सगरमाथा जस्तै त्यो माथि ऊ भने जस्तो त होइन नि त। तर यो नयाँ हो क्या मेरो लागि। अब यो यहाँसम्म आइपुगेको थिएँ, ऊ पर समुद्र आइपुगेको थिएँ, यो नयाँ भयो, मलाई त्यत्तिकै इन्ट्रेस्टिङ लाग्छ। यो कुराले चाहिँ मलाई जहिले पनि इनर्जेटिक बनाउँछ क्या। अनि त्यही भएर म हिँडिरहनेको रिजन चाहिँ के हो त भन्दा, एउटा डायलग छ नि त्यो ए जवानी है भन्ने, ए दिवानी भन्ने फिल्म रणबीर कपुरले भन्छ, मैं दौड्न चाहता हूँ, हिँड्न चाहता हूँ, गिर्न चाहता हूँ, लेकिन रुक्न नहीं चाहता भने जस्तो हो। त्यो रुकिरहनेकै ठाउँमा जड भएर बसिरहने कुरा चाहिँ मेरो लागि एकदमै पेनफुल हुन्छ। अनि म अब जडै जस्तो हुन्छ नि त, 5 दिन त काम गर्नुपर्छ, 8 to 5 होइन, 9 hours त सेम ड्युटी हो। यी माथि झन् कम्पनीभित्र काम पऱ्यो भनेदेखि त तिनै हो होइन। 10 सेकेन्डमा चाहिँ के अरे फ्याक्ट्री अगाडि छ, 10 सेकेन्डमा रुम छ। अनि काममा गयो, बिहान उठ्यो, मुखसुख धोयो, रेस्टरुम गयो, खाजासाजा बनायो, खायो, काममा गयो, 10 मिनट ब्रेक हुन्छ, 2 घन्टा फेरि आयो, टक्क 10 मिनट ब्रेकमा ढल्क्यो, अनि फेरि 2 घन्टा गयो, फेरि 2 घन्टाको त्यो चाहिँ एउटा रुटिन अफ साइकल त्यो चेन्ज गऱ्यो। 2 दिन त फ्री हुन्छ होइन, ओहो ड्युटीमा काममा जानुपर्छ भन्ने कुरा पनि भएन। जस्तै कि म 7 बजे 6:30 बजे उठ्नुपर्छ डेली भने जस्तो पनि भएन नि त। म आज चाहिँ आधी घन्टा बढी सुत्छु, 7 बजे सुत्छु अथवा 8 बजे उठ्छु भन्न पनि पाएँ। म आज 8 बजे मात्रै उठेँ, तपाईँ म 6:30 बजे त डेली उठ्ने मान्छे। यो खालको फ्रिडम हुन्छ नि त। अनि हो यो बेला पनि किन रुममै बसिरहने त, हिजोकै त्यो रुटिन अफ साइकललाई किन दोहोऱ्याइरहने त भन्ने लागेर यता जाउँ नयाँ ठाउँ है। म चाहिँ यसरी हिँड्नुको रिजन त्यो हो क्या। यसले चाहिँ मलाई एक किसिमको गतिशील बनाए जस्तो फिल गर्छु हिँडिरह्यो भनेदेखि। अनि मेरो लाइफ चाहिँ जड भइरहेको छैन, एकै ठाउँमा रुकिरहेको छैन जस्तो लाग्छ। अनि त्यो फिलिङले चाहिँ मलाई जहिले पनि इनर्जेटिक, पोजिटिभ होइन त्यो बनाइरहेको हुन्छ क्या। त्यो हिँड्नुसँगको मेरो त्यो जीवनको थ्योरी, मेरो अन्डरस्ट्यान्डिङ, एटिट्युड चाहिँ यस्तो छ है। अब तपाईँहरूले आज जसले सुन्नुहुन्छ यो कुरा उहाँहरूले बुझ्नुभयो होला, किन यो मान्छे हिँडिरहन्छ बाहिर, किन पात्र बोलिरहन्छ, किन भिडियो खिचिरहन्छ भन्ने कुरामा चाहिँ यो हो क्या। रुममा बसिरह्यो भनेदेखि कस्तो लाग्छ भने म कहीँ अड्किरहेको छु जस्तो लाग्छ क्या। अनि त्यो फिलिङले यस्तो सफोकेटिङ गराउँछ नि त, ओहो म त यस्तो होइन, म त हिँडिरहन चाहन्थेँ। मेरो त लाइफको धेरै नै म चाहिँ इच एन्ड एभ्री टाइम मेरो पाइलाहरू अगाडि मात्रै बढिराखोस्, गन्तव्य नभए पनि मतलब यात्रा चाहिँ भइराखोस् जस्तो खालको सोच्थेँ म। मेरो त्यस्तो धेरै ठुलो ड्रिम पनि छैन क्या, छैन पनि अहिले पनि। जसमा के चाहन्थेँ भनेदेखि अब सारा यो भूगोल त हामी एउटा मान्छेले उद्देश्य लिएर हिँड्यो, म चाहिँ उनी हुन्छु भनेर हिँड्यो भनेदेखि मात्रै सम्भव होला। त्यो पनि हामी जस्तो थर्ड वर्ल्ड कन्ट्रीको मान्छेहरूले चाहिँ विभिन्न कुराहरू आउँछन्, वर्ल्ड ट्राभल गर्ने कुराहरू, समस्याको कुरा आउँछ। तर मेरो चाहिँ के थियो भन्दाखेरि र के छ भन्दा बाँकी म मेरो कन्ट्रीको जुन अहिले पहिले 75 थियो, 77 डिस्ट्रिक्ट चाहिँ इच एन्ड एभ्री त्यो ठाउँहरू पुग्छु भन्ने मेरो
उ छ क्या अनि म मोस्ट अफ 54 आई थिङ्क 54 डिस्ट्रिक्ट चाहिँ मोस्ट अफ ठाउँहरू घुमिसकेको छु अब बाँकी जति छन् जिल्लाहरू ती जिल्ला चाहिँ म मेरो कोरिया बसाइ सकिसकेपछि मेरो फ्यामिलीसँग मेरो वाइफसँग घुम्ने भन्ने मैले यो प्लान चाहिँ उसलाई सुनाइसकेको छु यो प्लान मेरो धेरै वर्षकोदेखिको 1 दशक अगाडिदेखिको हो त्यो पुरा हुन सकेको छैन जस्ट त्यति छ मेरो त्यति घुम्दाखेरि मेरो 5-7 वर्ष 8-10 वर्ष जिन्दगी सकिन्छ त्यहाँभन्दा बढ्ता बाँच्नु पर्छ भन्ने खालको त्यस्तो चाहिँ छैन समाजको लागि त्यत्रो धेरै ठुलो योगदान दिन सक्छ राष्ट्रको लागि नै परिवर्तनगामी लिडरै हुने ठुलो चाहिँ आर्टिस्टै हुने हैन जसको चाहिँ विचार कामले समाजलाई चाहिँ प्रगतिशीलतातिर दौडाओस् एकैचोटि काया पलट फेरोस् भन्ने खालको त्यत्रो क्षमतावान मान्छे पनि म होइन मैले एक्सेप्ट गर्नुपर्छ त्यो कुरा अनि म चाहिँ त्यो समाजमा हुँदा नहुँदा त्यत्रो धेरै फरक पर्ने खालको हिरा नै डायमन्डै भन्ने टाइपको मेरो एचिभमेन्ट पनि छैन त्यही भएर अब बाँच्छौँ 50-60 वर्षमा बाँच्यो भने अब यहाँ कति समय बिताइन्छ 3-4 वर्ष 5 वर्ष कति समय बित्छ त्यस पछाडि चाहिँ फर्किने अनि जति बाँकी रहेको समय छ घुम्ने फ्यामिलीसँग घुम्ने आफ्नो कन्ट्री भन्ने कुरा मात्रै हो त्यति उद्देश्य लिएर बाँचिरहेको मान्छे हो म मेरो समकालीन साथीहरूको उद्देश्य धेरै धेरै ठुलो छ कति मजा लाग्छ क्या गर्व लाग्छ जति साथीहरू नेपालमा छुटेर आइयो यहीँ पनि कोरियामा पनि कति साथीहरू 5-7 वर्ष 8-10 वर्षदेखि काम गरिरहनु भएको छ उहाँहरूको उद्देश्य कति बिग छ क्या सुन्दा उनीहरूको छेउमा जाँदा पनि मजा लाग्छ त्यो एक किसिमको चाहिँ पोजिटिभ भाइब हुन्छ चाहिँ आर्टिस्ट बन्ने ध्यानमा कोही सर गरेका छन् कोही जर्नलिस्ट छन् कोही पोइट छन् कोही हैन चाहिँ सिनेमातिर चाहिँ कलाकार बन्ने फिल्म मेकिङमा जाने भन्ने काम गरिरहेका छन् कोही भिडियोग्राफीमा छन् त्यो सर्कलसँग जोडिन पाएको पनि कति मजा लाग्छ क्या म चाहिँ त्यस्तो छैन आर्टसँग जोडिएको अनुभूतिको हिसाबले जोडिएको मान्छे हो म टाढा हुन सक्दिनँ जस्तो कि सिनेमामा पनि हेर्छु पोइट्रीहरू बुक्सहरूसँग मेरो पनि एकदमै पुरानो सङ्गत हो बुक्सहरू बिगर मलाई पनि लाइफ कस्तो त्यो अपूर्ण जस्तो लाग्छ पोइट्री बिना सिनेमा बिना आर्ट्स बिना यात्रा बिना तर यी सबै मध्येहरूमा पनि मेरो लागि सबैभन्दा सहज म चाहिँ अल्छी छु नि त जस्तै कि अब सृजना गर्नको लागि त कति धेरै ठुलो स्टेबल माइन्ड स्टेबल लाइफ र त्यो थट्सको चाहिँ स्टेबिलिटी चाहिन्छ क्या म त्यस्तो छैन अघि मैले भनिहालेँ म चाहिँ अलिकति यो कोरियन ल्याङ्ग्वेज चाहिँ उम्जी गीता भने जस्तो हल्लिरहनु पर्ने चलिरहनु पर्ने टाइपको भएकोले गर्दा यस्तो छ अनि म चाहिँ सिर्जना गर्न सक्छु जस्तो लाग्दैन क्या मन लाग्छ मन नलाग्ने भन्ने कुरा होइन हरेक मान्छेलाई चाहिँ आफ्नो एउटा चाहिँ युनिक आइडेन्टिटी होस् सिर्जना गरौँ एउटा चाहिँ सिग्नेचर होस् आफ्नो भन्ने त हुन्छ नि हरेक चेतनशील मान्छेहरूलाई सबैलाई त्यो नहोला तर धेरै त अलिकति कलासँग जोडिन चाहने मान्छेहरूले चाहिँ त्यो खालको कुराहरूले कहिले समटाइम हिट गर्छ मलाई पनि कति अल्छी भएको बोलेर मात्रै बसिरहेको हुन्छु केही लेखे पनि त हुन्थ्यो भन्ने जस्तो त लाग्छ तर अब रचना भन्ने कुरा जबरजस्ती पनि गर्न सकिने कुरा पनि होइन कुनै बेला चाहिँ आफूभित्रको उसले नै होइन हिट गरेर ल अब चाहिँ गर्नुपर्छ लेख्नुपर्छ यहाँ चाहिँ केही कुरा सूचना गर्नुपर्छ भन्ने भयो भने गर्ने हो किनभने चाहिँ यसरी आफ्नो इनर्जी चाहिँ म हिँडेरै बोलेरै खत्तम गर्छु र रिस्टोर पनि यसरी नै गर्छु अहिले म जति लामो बोलेँ मेरो इनर्जी कति लेस पनि भयो नि त होइन एकैचोटि लस पनि भयो नि त तर त्यो इनर्जी फेरि यो नयाँपन फिनले चाहिँ स्टोर पनि गर्ने रहेछ क्या अनि कहिलेकाहीँ चाहिँ जिन्दगीमा आफूलाई त्यो तिक्तताहरूदेखि होइन एक्लोपनदेखि विचारहरूदेखि हरेक कुराहरूबाट कहिलेकाहीँ रिक्त पनि पाउनुपर्छ जस्तो लाग्छ अनि बोलिरहनु पर्छ क्या कहिले समटाइम्स चाहिँ बोल्यो भने कुरा सकिन्छ नि त अनि शान्त बस्न सकिन्छ क्या अब आज म यति लामो बोलेको छु अब म आजको दिनभरि शान्त बस्न सक्छु त्यो पिसले चाहिँ फेरि लाइफमा अर्को इनर्जी स्टोर पनि गर्ने रहेछ हो यस्तो मेरो चाहिँ एक्सपिरियन्स यस्तो छ लाइफप्रति अन्डरस्ट्यान्डिङ यस्तो छ बुझाइ यस्तो छ अनि अब मेरो हिँड्ने काम आजलाई सकियो म यहाँभन्दा माथि जान चाहिनँ अलिकति लङै छ जस्तो लाग्यो फर्किन्छु होइन
आजको दिन तपाईँहरूको शुभ बितोस्। मेरो त शुभ बित्ने नै भयो, सुरुवातै शुभबाट भयो। भिडियो बनाएँ, भिडियो मार्फत कहीँ न कहीँ म चाहिँ मसँग जोडिनु भएको साथीहरूसँग म आफ्नो कुराहरू सेयर गर्न चाहेको नै हो। हरेकले आफ्नो कुराहरू, विचारहरू, दुःखहरू, सुखहरू, इमोसन्सहरू सेयर गरिरहेका हुन्छन् सोसियल मिडिया मार्फत। कति इजी छ नि त हाम्रो लाइफ। ओहो, हामी आफ्नो चाहिँ इमोसन्सहरू सेयर गरेर समटाइम्स साथीभाइबाट चाहिँ सिम्प्याथी पाउन सक्छौँ, हेल्प पाउन सक्छौँ, प्रेम पाउन सक्छौँ होइन। हरेक व्यक्तिले आफ्नो अनुसार तपाईँको इमोसन्समाथि रियाक्ट गरेर हुन्छ नि त। तपाईँको दुःखमाथि कसैले चाहिँ प्रेम दिइरहेको हुन्छ, साथ दिइरहेको हुन्छ, कसैले त्यो सिम्प्याथी झल्काइरहेको हुन्छ, कसैले चाहिँ त्यसलाई खिल्लिउडाइरहेको हुन्छ, अनेक हुन्छ। त्यो आफूले कुनै पनि कुरा चाहिँ एक्सप्लोर गरिसकेपछि त्यसबाट आउने कुराहरू चाहिँ फेरि हामीले एक्सेप्ट गर्नुपर्छ। इभन तपाईँले कुनै पनि आफ्नो सिर्जना राख्नुहुन्छ सोसियल मिडियामा, आफ्नो विचार राख्नुहुन्छ, कसैले त्यसलाई चाहिँ अब्जेक्ट गर्छन् होइन, त्यो कुरामाथि प्रश्न उठाउँछन्, त्यो पनि तपाईँले एक्सेप्ट गर्नुपर्ने हुन्छ। कतिले त्यसलाई चाहिँ सही थाप्छन्, त्यो कुराले त खुसी दिने भयो। तर यो लाइफ चाहिँ जहिले पनि अघि भने जस्तै मिश्रित भएर अल्झिरहेको हुँदो रहेछ क्या होइन। अब ठ्याक्कै त्यो अनुकूलता त खोज्छ मान्छेले। ओहो, मैले सोचे जस्तै सबैले सोच्यो भने त मेरो जीवन त कति सजिलो हुन्छ भन्ने लाग्छ नि। तर अब मैले सोचे जस्तै अर्कोले पनि सोचे जस्तो भने जस्तै अर्कोले पनि मैले सोचेँ त्यसले पनि सोच्दै थियो कि त मेरो जीवन त कति अनुकूल हुन्थ्यो नि भन्ने खालको सोचिरहेको हुँदो रहेछ नि। त्यो पारस्परमा जहाँसम्म विचार मिल्छ तबसम्म त्यो मान्छेसँग कम्फर्ट पनि हुन्छ, कुराकानी पनि हुन्छ, विचारहरू पनि सेयर हुन्छ। जब त्यो कम्फर्ट जोन के अरे एउटा चाहिँ आउँछ, त्यहाँदेखि चाहिँ त्यो खालको फिल आस्याफ नहुने रहेछ। यो मान्छेको जिन्दगी कम्प्लिकेटेड पनि छ, इजी पनि छ, कम्प्लिकेटेड पनि छ। अब ठ्याक्कै आफूले भने जस्तै तरिकाले भइ नसकेपछि अलिकति कम्प्लिकेटेड हुने नै भयो। तर पनि मान्छेसँग एउटा के गजबको कुरा छ भने सबैभन्दा यो अहिले पछिल्लो समय चाहिँ एआईको कुराहरू आउँछन् होइन, अनि धेरै कुरा आउँछन्। तर मलाई चाहिँ जहिले पनि एउटा मान्छे सबै कुराभन्दा किन प्रेमिल लाग्छ, मनपर्छ भने म चाहिँ मान्छे मन पराउने मान्छे हो क्या। लाइक मान्छे भन्दा कसैले भन्छ मलाई त डग मनपर्छ, मलाई क्याट मनपर्छ, म त्यस्तो खालको टाइपको मान्छे होइन। म मान्छे हो, मलाई मान्छे नै सबैभन्दा बढ्ता मनपर्छ। किन भन्दाखेरि मैले इमोसन्स व्यक्त गरेँ भने उसले कुनै न कुनै त्यसको प्रतिक्रियामा चाहिँ अर्को इमोसन्स व्यक्त गर्छ। चाहे त्यो पनि कति प्रष्ट तरिकाले व्यक्त गर्छ भने उसँग त्यो मेरै लेभलको चेतना हुन्छ नि त। अनि अरू प्राणीहरूले पनि इमोसन्स व्यक्त नगर्ने होइन। तपाईँले प्रेम दर्शाउनु भयो भने, तपाईँले चाहिँ माया गर्नुभयो भने अन्य प्राणीहरूले पनि त्यो माया फिर्ता गर्छन्। तर म जुन लेभलमा चाहिँ मेरो इमोसन्सलाई बुझिदियोस् भन्ने राख्छु नि, त्यो लेभलमा अरू प्राणीहरूले गर्दैन नि त। त्यसको लागि त अर्को मान्छेले नि चाहिन्छ नि त, त्यो क्षमता त अर्को मान्छेसँगै छ क्या। त्यही भएर पनि मलाई चाहिँ मान्छे नै सबैभन्दा ज्यादा मनपर्छ। यहाँ चाहिँ अर्को मान्छे मन नपराउने मान्छेहरू पनि देखिरहेको हुन्छु है। म त्यस्तो खाले मान्छे होइन। मान्छे हो, आदमी हो, आदमी से प्यार गर्दा हो भने जस्तो म मान्छे हो, म सबैभन्दा बढ्दा मान्छे नै मनपर्छ। र तपाईँहरू सबै मैले मन पराएका मान्छेहरूलाई यति भन्दै यो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। मैले बाटो क्रस गर्नुपर्ने हुन्छ होइन, मेन बाटो आउनु लाग्यो। अनि म रुम जान्छु। अनि आज मैले नास्ता खाएको छैन, आज खाली पेटै हिँड्नु भनेर 9 बजीसम्म। अनि स्याउ बनाउँछु, यसरी स्याउ छ, स्याउ खान्छु, अन्डा बोइल गर्छु, ओट्स बनाएर खान्छु। अब गुड डे, बाई बाई। तपाईँहरूको दिन शुभ रहोस्।